खसी जाल चाहिँ ओ त्यहाँ लाउनुपर्छ फेरि ल गाइस एउटा ओपनिङ भयो हाम्रो चाहिँ यहाँ फ्याँक्दैन ल गाइस यहाँ हेर्नुहोस् What a yellowfin tuna. It's not a tuna actually. It's a very सक्सेस भएको छ यहाँ नपर्ने सो माथि झन् दामी पर्ने एउटा यसलाई पनि लैजाउँ उहाँ माथि लैजाउँ झन् दामी छ उहाँ हेलो गाइस तपाईँहरूलाई स्वागत छ मेरो सानो ब्लगमा आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ आज चाहिँ हामी खोला जाँदैछौँ हामी 4-5 जना छ दाजुहरू हुन्छ अन्त भाइ पनि छ निकै छ त्यो ब्लगमा तपाईँहरू हेरिदिनुहोस् होला अनि यहाँ चाहिँ हाम्रो प्रणेश दाई छ यता प्रणय दाजु यता सामेल चाहिँ अहिले घाँस बोकेर जाँदैछ घर हेर्नुहोस् है मजाको छ आज चाहिँ दिन पनि मजाको छ माछा मार्ने लागेकै छ होइन हो कि होइन भन्नु आज 3 केजी चाहिँ बार्नु भनेको 3 केजी हेर्नुहोस् होला ल सामेल कति केजी मार्छ त 3 केजी म चाहिँ खोला लग्यो घाँस माछाको लागि खोला लगाएको थिएँ र हेर्नुहोस् यो चाहिँ भ्यू मजाको छ यो चाहिँ तपाईँहरूको अब राइडाराको एन्ट्री यहीँबाट हुन्छ यहाँ चाहिँ सिन हेर्नुहोस् भ्यू मजाको छ राइडारा घुम्नु आउनुहोस् होला कोही आउनु भएको छैन भने मजाको छ घुम्ने ठाउँ तपाईँलाई यहाँ राइडारा देख्न सक्नुहुनेछ यहाँ तल त पुरै डढेको रहेछ नि यहाँ तल चाहिँ पुग्नुपर्छ हामी चाहिँ खोला चाहिँ निकै टाढो छ पुरै यो चाहिँ तपाईँको रेली खोला भन्छ अन्त यो बारी चाहिँ बमबस्ती यता डुम्रा यो चाहिँ बमबस्ती यता चाहिँ कम्सीहरू यो माथि डुम्रा बमबस्ती कालिम्पोङ यो चाहिँ सामेल भाइको घर आइपुग्नु आँट्यो अब चाहिँ हामी तल घर छिटो आउनु है तपाईँ चाहिँ गाइस हेर्नुहोस् राइडर घुम्नु आउनु है को आउनुहुन्छ गाइस के बोकेको क्याटिस बोकिस्यो कसको हाम्रो पनि थियो त क्याटिस त ए पाइप हेर्नुहोस् है हाम्रो मेरो एक्स भनेर गीत त दामी छ ल गाइस अब चाहिँ जङ्गलको एन्ट्री र केटाहरू चाहिँ यहाँ छ पर्खिरहेको छ दाजुहरूलाई 2 जना छ है ल खास चाहिँ आउँदैछ हाम्रो 2 भाइ हेर्नुहोस् है मछुवारेहरू बोक्यो त ल गाइस लु हिँडे हामी चाहिँ लागे अब चाहिँ सानो सानो भन्दैन अन्त हाम्रो के भन्छ फ्रेन्ड्सहरूलाई सानो भन्दैन आज चाहिँ हामी खोला जाँदैछौँ हो माछा मार्नु इन्जोय गर्नु तपाईँहरू पनि हेरेर इन्जोय गर्नुहोस् त्यही भन्नु चाहन्छु भिडियो लास्टमा भ्लग लास्टमा ल हेर्नुहोस् है यहाँ तल चाहिँ खोला चाहिँ यो खोला जानु के छ 5 जना छ 5 जना छ हामी ल गाइस लाइक गरिदिनुहोस् होला इन्जोय गर्नुहोस् होला ब्लगमा कस्तो हुन्छ लाइक कमेन्ट गरिदिनुहोस् होला लु के गर्ने भन हल्का के कसो भयो बाटोतिर हामी चाहिँ खोला पुग्नु आँट्यो तल चाहिँ खोला आउनुहोस् प्रणेश आदित्य कुमार 6 क्लास नै पढ्थ्यो यो पनि छ नि त हाम्रो लगाएर ल अब चाहिँ एन्ट्री गर्नु आँट्यो होइन तल हल्का इन्जोय गर्नु पऱ्यो लाइफमा कति कामहरू मात्रै गर्ने
इन्जोय पनि गर्नुपर्छ हो त्यही हो तपाईँहरू पनि अब हेर्दै जानुहोस् होला तपाईँहरूले कस्तो हुन्छ कन्टिन्यू बस्दिनु होला आफ्मा कस्तो लाग्छ लाइक कमेन्ट गर्नुहोस् होला सेयर पनि गरिदिनुहोस् हामी चाहिँ आज बसेरै जान्छु भन्दैछ हो जानु चाहिँ बसेरै जाने हो आज चाहिँ बस्छ हो आज चाहिँ खाना पनि पकाएर खाएर बेलुका अन्त जाल पनि ल्याएको छ बल्छिन ल्याएको छ खासी जाल पनि छ माछा मार्नुको लागि अन्त हेर्नुहोस् होला माछा पनि कति पाउँछ अब पाउँछ पाउँदैन त्यो त थाहा छैन हो तर भ्लगमा चाहिँ अब फेरि गर्नुहोस् होला लामो हुन्छ होला जाँदा गरी लाइक गरिदिनुहोस् होला गाइस ल हेर्नुहोस् अब चाहिँ खोलाको एन्ट्री ल यहाँ ल अब चाहिँ खोलाको एन्ट्री खोलामा यो चाहिँ के यो चाहिँ गुर्बो होइन यो हिँड्दो रहेछ मजाको रहेछ ल गाइस फेरि पनि हामी जाँदैछु अहिले घरि चाहिँ आधी बाटो पनि पुगेको छैन है ल पाँचजना गरम चाहिँ गरम छ अहिले चाहिँ अब बेसी लामो हुन्छ होला भ्लग चाहिँ अब म चाहिँ खोला पुगेर चाहिँ तपाईँहरूलाई देखाउनेछु भिडियोहरू कस्तो हुन्छ भ्लगहरू लाइक गरिदिनुहोस् होला ल गाइस तपाईँलाई नजारा देखाउँछु खोला चाहिँ आइपुग्यो हामी फाइनली हेर्नुहोस् होला अब चाहिँ जाँदैछ हामी चाहिँ पसिना चाहिँ पुरा आयो गाइस पसिना चाहिँ हेर्दै पसिना चाहिँ जोड छ सामेलाई चाहिँ पौडी सिकाउनु पर्छ है आज चाहिँ जसरी भए पनि यसलाई पानी खुवाएरै भए पनि नदीमा फ्याँकेरै भए पनि ल गाइस हेर्दै गर्नुहोस् होला मेरो सानो भ्लग गुर्बो देखाइदिनु नि पर्ने त यहाँ देखाइदिनु न सब्जी चाहिँ दामी चाहिँ गुर्बो चाहिँ छिपिसकेको छ यहाँ चाहिँ सबै के सिक्छस् अरे आज म जसरी हुन्छ कि डुबेर हुन्छ कि पानी खाएर पनि हुन्छ नि पौडी चाहिँ सिकिसक्छु ल हेलो गाइस हेलो यहाँ भाइले पनि बनाउँदैछ भ्लग सानो भाइको पनि फेसबुकमा हाल्छु भन्दैछ कि तपाईँले पनि त्यही भएर हामी चाहिँ न्यू स्टार्टिङ भ्लगरहरू है भाइ र म चाहिँ म पनि न्यू हो यो बस्ने ठाउँ हाम्रो चाहिँ आजको चाहिँ So guys, फाइनली पहिला पनि यहाँ आएर सुतेको धेरै पहिला सानोमा यहाँ आएर हाम्रो माइला दाले चाहिँ गुर्बो पनि बुटु लिएर ल्याएछ अन्त दाउरामा हावादार चल्दैछ ल कस्तो लाग्यो खोला आएर भन्दा धेरै मजा आयो खुसी लाग्यो आज अब इन्जोय गर्छ साथीहरूसँग त्यही त खोलामा पनि मजाले इन्जोय गरेर मजाले गइन्छ अब तपाईँहरू पनि हेरेर इन्जोय गर्नुहोस् होला केटाहरू पौडी खेल्नु राखेको छ लु है डाइभ हान्दै त गहिरो त छैन रहेछ
गाई बाँध्दैन प्रणेश आन्दे 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 लु गाइस तामी यहाँ हाम्रो बुल गर्छ बुलमा हामी चाहिँ अब एउटा च्यालेन्ज गर्नु लागेको को चाहिँ बेसी पानीमा बस्ने लु आइज केटा आइज सानो छिटो तिनजना गर्न लु गङ्गा गङ्गा अरे फेरि गर्छ लु लु कसले जित्ने ल 1 2 3 लु अह यो त अन्त 1 सेकेन्ड पनि बसेन त यो पनि हुँदैन हुँदैन विनर हाम्रो दाइ यो सेकेन्ड भयो यो चाहिँ 1 सेकेन्डमै झऱ्यो यो मछुवारे चाहिँ पशु फर्स्ट सेकेन्ड थर्ड गाइस ऊपर चाहिँ फाँसी जाल हाल्यो तपाईँहरूले देख्न सक्दैन चारजना लामो थियो नि त चारजना थियो कि जानी नजानी भए पनि कसरी थाप्यो भने त दामी भएको हेर्दै गर्नुहोस् होला ब्लग यस्तै सानो सानो इन्जोय तपाईँहरूले हेरिदिनुहोस् होला त्यही भएर माछा परेछ तपाईँहरूलाई देखाउँदैछु सक्सेस भएको छ एउटा माछा ल गाइस एउटा ओपनिङ भयो हाम्रो चाहिँ यहाँ फ्याँक्दैन ल गाइस हेर्नुहोस् What a yellowfin tuna. It's not a tuna, actually. It's a very... सक्सेस भएको छ यहाँ नपर्ने यसो माथि झन् दामी पर्यो एउटा यसलाई पनि लैजाउँ उयो माथि लैजाउँ झन् दामी छ उयो सिप्टी हो माछाको नाम चाहिँ सिप्टी यहाँ चाहिँ दाल पनि छ बेलुकाको लागि यो चाहिँ ल गाइस फेरि पनि एउटा परेको छ फाँसी जालमा अहिले चाहिँ फाँसी जाल ठुलो परेछ है एउटा ठुलो परेछ गाइस यो पनि चेप्टै रहेछ है उम्किन्छ है चाहिँ काँडा पो रहेछ यसको त है ढाडमा अलिकति सानो भए चाहिँ डरलाग्दो फस्दो रहेछ है तर योहरू चाहिँ फस्दैन त्यो अलिकति राम्रो हाल्ने माछा देखाइदिनु पढेको हुनसक्छ यसरी खाएको चाहिँ यो गाइस फाँसी जाल चाहिँ वाटपाट तर माछा त देखिहाल्नु रहेछ है चिटिटिक चिटिटिक गर्दै थियो कि किरा के माछा जस्तो लाग्यो यहाँ नै सानो सानो कुदेको यहाँ चाहिँ माछा हेर्नु चाहिँ माछा हेर्नु दामी पक्कै चाहिँ माइल त प्रणय दा हेर्नुहोस्
मछली पकाउँदैछ अहिले चाहिँ मिठो भयो हामी आफ्नै खुट्टामा हुन्छ त्यो लिन्छ खोलाको माछा कस्तो छ खोलाको माछा मसला मलाई बेसी मसला मेरो बुदुन आयो खाने लागेको खाने लाग्यो लामो हुन्छ होला लिङ्क गर्छु कस्तो लाग्यो होला कमेन्ट गरिदिनुहोस् होला लाइक गरिदिनुहोस् होला